प्रश्न नम्बर 1 औषधिको वृक्ष भनेर चिनिने रुख कुन हो? ए मा रहेको छ पिपल, अप्सन बी मा रहेको छ निम, अप्सन सी मा सल्ला, अप्सन डी मा चिउरी। यसको सही आन्सर रहेको छ अप्सन बी निम। प्रश्न नम्बर 2 मानव मस्तिष्कमा कति मिलिग्राम तामा रहेको हुन्छ? अप्सन ए मा रहेको छ 3 मिलिग्राम, अप्सन बी मा 2 मिलिग्राम, अप्सन सी मा 6 मिलिग्राम, अप्सन डी मा 4 मिलिग्राम। यसको सही आन्सर रहेको छ अप्सन सी 6 मिलिग्राम। प्रश्न नम्बर 3 भटमासमा कति प्रतिशत प्रोटिन रहेको हुन्छ? अप्सन ए मा रहेको छ 50%, अप्सन बी मा रहेको छ 40%, अप्सन सी मा रहेको छ 30%, अप्सन डी मा रहेको छ 55%। यसको सही आन्सर रहेको छ अप्सन डी 55%। प्रश्न नम्बर 4 अल्कोहल सेवन गरेको नाप्ने यन्त्रलाई के भनिन्छ? अप्सन ए मा रहेको छ ल्याक्टोमिटर, अप्सन बी मा रहेको छ पारामिटर, अप्सन सी मा रहेको छ थर्मोमिटर, अप्सन डी मा रहेको छ ब्रेथलाइजर। यसको सही आन्सर रहेको छ अप्सन डी ब्रेथलाइजर। प्रश्न नम्बर 5 9 घण्टा 45 मिनेटको दिन हुने ग्रह कुन हो? अप्सन ए मा रहेको छ शनि, अप्सन बी मा रहेको छ शुक्र, अप्सन सी मा रहेको छ बुध, अप्सन डी मा रहेको छ बृहस्पति। यसको सही आन्सर रहेको छ अप्सन डी बृहस्पति। प्रश्न नम्बर 6 सूर्यको प्रकाश पानीभित्र कति फिटसम्म जान सक्छ? अप्सन ए मा रहेको छ 200 फिट, अप्सन बी मा रहेको छ 300 फिट, अप्सन सी मा रहेको छ 400 फिट, अप्सन डी मा रहेको छ 600 फिट। यसको सही आन्सर रहेको छ अप्सन बी 300 फिट। प्रश्न नम्बर 7 दैनिक खाना पकाउन प्रयोग गरिने सिलिन्डरमा कुन ग्यास हुन्छ? अप्सन ए मा रहेको छ ब्युटेन, अप्सन बी मा रहेको छ मिथेन, अप्सन सी मा रहेको छ अक्सिजन, अप्सन डी मा रहेको छ नाइट्रोजन। यसको सही आन्सर रहेको छ अप्सन ए ब्युटेन। प्रश्न नम्बर 8 विश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ? अप्सन ए मा रहेको छ जापान, अप्सन बी मा रहेको छ अमेरिका, अप्सन सी मा रहेको छ नेपाल, अप्सन डी मा रहेको छ चिली। यसको सही आन्सर रहेको छ अप्सन ए जापान। प्रश्न नम्बर 9 नेपालको प्रसिद्ध तीर्थस्थल पाठीभारा मन्दिर कुन जिल्लामा पर्छ? अप्सन ए मा रहेको छ झापा, अप्सन बी मा रहेको छ इलाम, अप्सन सी मा रहेको छ टाप्लेजुङ, अप्सन डी मा रहेको छ मुस्ताङ। यसको सही आन्सर रहेको छ अप्सन सी टाप्लेजुङ। प्रश्न नम्बर 10 पशुपतिनाथको दक्षिणतर्फको मुखलाई के भनिन्छ? अप्सन ए मा रहेको छ अघोर, अप्सन बी मा दक्षिणद्वार, अप्सन सी मा रहेको छ मुख्य प्रवेश, अप्सन डी मा रहेको छ दक्षिणमुखी। यसको सही आन्सर रहेको छ अप्सन ए अघोर।